चीनको चमत्कार मोबाइल कारखानामा रोबोट कामदार। चीनले विश्वमै पहिलो पटक रोबोटलाई कामदार बनाएर कारखानामा खटाएको छ। आगीबोट कम्पनीका रोबोटहरू एक इलेक्ट्रोनिक्स फ्याक्ट्रीमा श्रमिक बनेर खटेका छन्। ती रोबोटले कारखानामा कुनै थकाइ बिना 24 घण्टा काम गर्दैछन्। ती रोबोटको सफलता दर 99.99% रहेको छ। अर्थात् रोबोटबाट आफ्नो काममा गल्ती हुने कुनै गुन्जायस छैन। चीनको लङचेयर टेक्नोलोजी नामक कम्पनीमा खटिएका ती रोबोट श्रमिकले सो कम्पनीको ट्याब्लेट फोन उत्पादन कारखानामा काम गरिरहेका छन्। त्यहाँ उनीहरूलाई ट्याब्लेटको परीक्षण लाइनमा खटाइएको छ। रोबोटले चलिरहेको बेल्टबाट ट्याब्लेटलाई उठाउँछन् अनि टेस्टिङ मसिनमा फिट गरिदिन्छन्। मसिनले जाँच गरिसकेपछि बाहिर आएका ट्याब्लेटलाई सधैँ र बिग्रिएका गरी छुट्याएर राख्ने गर्दछन्। एउटा रोबोटले हरेक 20 सेकेन्डमा एउटा ट्याब्लेटको जाँच गरिसक्दछ। यो भनेको मानिसले भन्दा निकै छिटो काम गरिरहेको हो। चिनिया रोबोटको यो सफलताले मानव रोजगारीमा कालो बादल मडारिदिएको छ। अब कारखानाहरूमा मानव श्रमिकलाई यस्ता कामदार रोबोटले विस्थापित गर्ने जोखिम पनि बढेर गएको छ।